हेलो साथीहरु, सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। सो साथीहरु, मैले चाहिँ आज धेरै दिनपछि भिडियो लिएर आएको छु। सबैजनाले माया गरिदिनु होला। अनि साथीहरु, म चाहिँ यतिखेर खाना खाएर भाँडा माझेर अनि छोरी सुताएँ। अनि छोरी सुतिसकेपछि अनि छोरीको बाबाको कपडा धोएर माथि आएको छु कपडा सुकाउनको लागि। म चाहिँ कपडा पनि सुकाइसकेँ अनि भ्लग स्टार्ट गरेको। अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। अनि हजुरहरुकोतिर कतिको चिसो बढिरहेछ। यता चाहिँ साँझ बिहान चिसो नै छ, दिउँसोमा चाहिँ घाम लागेको छ। म चाहिँ हिजो अस्ति भिडियो ल्याउन पाइनँ किनकि दिनदिनै खासै कन्टेन्ट पनि केही थिएन। त्यही भएर यतिकै आज पनि त्यस्तो कन्टेन्ट त केही पनि छैन। कहाँनिर पो थिएँ म के कुरा गर्दै थिएँ अनि यही बेलामा चाहिँ मेरो बुढाको फोन आएर म चाहिँ बिर्सिरहेँ। अनि साथीहरु, मैले चाहिँ हिजो अस्ति भिडियो ल्याउन पाएन। अनि आज चाहिँ यसो जानकारी गराउँ भनेर मात्रै आएको, नत्र भने त्यस्तो केही कन्टेन्ट त छैन। यतिकै बस्ने रुममा, अरू खासै केही छैन त्यस्तो देखाउनु पर्ने पनि। बस्यो, खाओ, नानी हेरो, त्यही हो। नानी हेर्ने बस्ने त्यही हो, अरू त के छ र। मेरो केही काम छैन, नानी हेर्ने बस्ने खाने त्यही हो। म चाहिँ एकछिन यहाँ घाम ताप्छु भनेर पनि तल नगएको, कपडा सुकाएँ अनि कपडा धुलेर लिएर सुकाएँ। यहाँ चाहिँ हाम्रो घरमैको पिँडालु छ साथीहरु। यो चाहिँ हामीले तरकारी खाना भनेर सुकाएको, खनेर पानी चढेको छ नि त, त्यही भएर सुकाए पार चिलाउँदैन कि भनेर सुकाएको हो। अनि त्यो पिँडालु खनेर चाहिँ फेरि यहाँ रोपिएको छ। अनि यहाँ छ खुर्सानी, त्यहाँनिर चाहिँ खै के रोप्नको लागि माटो तयार पार्नु भएको छ दिदीहरूले। अनि यहाँ रहेको छ फुल। अनि यस्तो कलरको फुल चाहिँ साथीहरु मैले पहिलोचोटि देखेको है त। अनि प्लास्टिकहरुको त देखेको थिएँ, अनि यस्तोमा चाहिँ फर्स्ट टाइम देख्दैछु यहाँ आएर। अनि खुर्सानी पनि फलेको रह हाम्रो छतमा। यहाँ पनि फलिरहेको छ खुर्सानी, देख्न सक्नुहुन्छ। अनि यो चाहिँ यहाँ यस्तो घाँस रहेको छ। अनि साथीहरु, म चाहिँ अब तल जान्छु। अहिले चाहिँ छोरी उठिन भनेर रुन्छिन्, त्यही भएर अब हजुरहरुलाई छोरी उठिसकेपछि देखाउँछु। हजुरहरुलाई चाहिँ छोरी उठिसकेपछि देखाउँछु। अहिले चाहिँ हिजोको लुगा सुकेको छ, म चाहिँ कपडा उठाएर जान्छु तल। सो साथीहरु, अहिले चाहिँ मेरो छोरी पनि उठिसकिन्। मेरो छोरी चाहिँ जम्मा 20 मिनेट आधी घण्टा हो सुत्ने। अब चाहिँ आज दिनभरलाई भयो, सुतेर उठिन्। सानो के खाएको? मिठी। तिमीलाई खुब मिठी खानुपर्छ। मिठी खाएको? उसलाई चाहिँ रुगा लागेर आँटेको छ। जम्मै मिठी नालो पार न सानो। हम पार छिटो। आम्मा टाटा गरिदेऊ सबैलाई यहाँ। टाटा टाटा सबैलाई भयो यहाँ। टाटा टाटा। कपाल गरेको आफै कट्यो कपाल। फुकाउने होइन नि फेरि, फुकाउने होइन नि फेरि। न न न सानो न न जिस्काउँछु मम्मालाई। ताते गरिदिउ न उठेर एकचोटि। उठेर ताते गरेर देखाइदेऊ त। ल शाबास। ल ताते गयो। गयो। ल कहाँ जाने हो? ढोका खोलेर बाहिर जाने हो? आउ ल आउ। आउ ल ताते आउ। छिटो चाहिँ गई बाहिर। दादासँग जाऊ। खै दादा खै? खै दादा? दादासिम जाऊ छिटो। ऊ चाहिँ अब दादासँग गयो। दादा सुतेर मोबाइल हेर्छौ? दादा? दादा सुतेर मोबाइल हेर्छौ? दादाको बल नचोर्दिवास। तिमी दादाको बल लिन गहौ। आउ। के भयो? तिम्रो मोबाइल बिग्रो? सनी
के गरेको त्यहाँ गएर आऊ ल आऊ आऊ हिँड्दै जाऊँ छिटो ल आऊ आऊ हाँस मगर आऊ मेरो छोरी चाहिँ उति दादासँग खेलिरहेको छ म चाहिँ अहिले रुममा आएँ सानो दादासँग खेलिछिन् भनेको त फेरि आइसकेछिन् आयो फेरि आयो आऊ यहाँ ल आऊ सानो के गरेको आऊ यहाँ मिठी लिएर यहाँ आऊ ल म खान्छु लौ म आमा पार्छु लौ आऊ मिठी ल्याऊ मलाई सो साथीहरू अहिले चाहिँ सानेरमा माथि आएको छौँ किनभने आज चाहिँ हामीले यो खानेवाला छौँ अनि यसलाई चाहिँ अब लगेर मैले चाहिँ माथि घाममा सुकाएको थिएँ है फुल लिन्न भनेर म चाहिँ अब लिन आएको छु अब गएर यसलाई पकाएर खानु पर्यो मेरो सानोले चाहिँ त्यही मागिरहेको छिन् अझै पनि देखिछन् नि खौ त्यो त अहिले खाने पो सानो यहाँ एकचोटि आइ भनिदिउ र चिता तिमी चुल्ठो बाटोको फुकाउँछौ नि यहाँ हेर अब पाइया गर्ने पुरले पाइया गर्नु त यहाँ हेर त्यही अब लिएर जानुहोस् अब तहली लिएर जाऊँ अनि पकाएर खाउने अब हामी लिएर गइन्छ र पकाएर खाइन्छ साथीहरू म चाहिँ माथिबाट लिएर आइसकेँ अब चाहिँ म पकाउँछु यहाँ चाहिँ मैले तेल खारिरहेको छु अनि यसलाई चाहिँ यहाँ पकाउने हो सानो के गरेको तिमी त अहिले पकाएर खाने हो अल्छी खाने होइन तिमी कहाँ बसेछौ उसलाई चाहिँ यहाँ बस्नको लागि मैले माथि काम गरेर हुन्छ नि ऊ चाहिँ तल खुट्टामा तानिरहेको हुन्छ क्या भुइँमा राख्छ भने त्यही भएर मेरो सानो पनि यहाँ बस्छिन् मसँग काम गर्नको लागि नचलाओस् टमाटर चलाउने होइन तिमी के गरेको सानो यहाँ हेर्छौ छिटो एकचोटि यहाँ हेर त ए काट्न सकेन भने टोक्रो पो रहेछ तिमीमा पह यसले चाहिँ टमाटर काटेको तिमी टमाटर मम्माले त्यसरी काट्छ मम्माले टमाटर त्यसरी काट्छ खाँदैन दागा छिटो दागा देऊ दागा देऊ गरिदेऊ त अब चाहिँ मैले खाइदियो अब मैले बनाउँछु अब चाहिँ तेल खाइदिसक्यो सो साथीहरू अब चाहिँ राखौँ है त कस्तो हुन्छ यस्तो भयो साथीहरू यो चाहिँ लामो खालको चाहिँ अस्ति खाइसकेको छ अनि मेरो तेल चाहिँ बेसरी नै खाइदिसकेको छ सानो खासिन्छस् त्यसो नगरस् खासिन्छ बुक्की भन्छ है बुक्की सानो डढ्यो खानेकुरी डढ्यो तिमी तल आऊ अनि मात्र म बनाउँछु ल यहाँ बस तिमी त्यही खेलास् सो साथीहरू मैले चाहिँ पकाएर नि सकिसकेँ मेरो चाहिँ यस्तो भयो डढेर अनि यता चाहिँ नानी बाबु बसेर खाँदैछिन् सानो खायो मिठो छ मिठो छ तितो भएको छ डढेर तर तेल धेरै खाइदिएको छ क्या छिट्टै ढडिसक्यो सो साथीहरू म चाहिँ ढौडी पकाएर पनि खाइसकेँ देखिसक्नु भयो कस्तो भयो अनि खाना चाहिँ तितो भएको रहेछ सानो नचला न यहाँ हेरिदिउ न आजको लागि चाहिँ यति नै अब नेक्स्ट भिडियोमा भेटौँला ल बाइ बाइ गर्दै छिटो यहाँ टाटा टाटा छिटो टाटा गरिदिनु अब अर्को भिडियोमा भेटौँला बाइ